सोध्नु ओहो कमला दिदी कता पुगेर आउनुभयो? खाना बनाउँदा ग्यास सकेर ग्यास भन्न गएको पसल अनि त्यतै गएर आएको बहिनी। त्यही त ग्यास पनि कति महँगो भएको छ। बरु दैलेखको ग्यास निस्क्यो भने त बरु अलि सस्तो हुन्थ्यो कि। निस्क्यो अब दैलेखको ग्यास सबै मेसिनहरू खिया लागेर थन्किएको अवस्थामा छ अरे। अबे हो र किन नि दिज्यू? छिमेकीको व्यवहारलाई असर पर्छ अरे के बहिनी। त्यही रोक्नलाई त यत्रो आन्दोलन भएको। कस्तो है ऊ बेलामा संविधान घोषणा गर्दा पनि नाकाबन्दी खेप्नु पर्यो। त्यही त अहिले त नाकाबन्दीले नि काम नगर्ने भयो नि त। केपी ओली चीन गएर अनि पारण सन्धि गरेपछि त नाकाबन्दीले नि काम नगर्ने भयो। सरकार त परिपक्व इमान्दार र राष्ट्रप्रेमी नै चाहिने है दिज्यू। त्यही त बहिनी सबै हावाकै पछि दौडिन्छन्। कागले कान लग्यो भन्दा कान नछामी कागकै पछि दौडिन्छन्। दिदी हामीले बुझाउन नसकेर हो ऊ देश विदेशी ऋणमा चुरुम्म डुब्यो भन्थे। अहिलेका गभर्नरले त्यस्तो होइन। विदेशी ऋण हाल जम्मा 10 अरब अमेरिकी डलर छ, जबकि हामीसँग 21 अरब अमेरिकी डलर सञ्चित छ। चाह्यो भने हामीले अहिले तिर्न सक्छौँ। विभिन्न प्रकारका सम्झौतालाई असर पर्ने भएर मात्रै हो भनेकै छ नि त। यदि उनले झुटो बोलेको भए सरकारले उनलाई राख्थे त फालिहाल्थे नि। त्यही त अहिलेको युवा पुस्तालाई हामीले बुझाउन नसकेर नि होला बहिनी। बुझाउन सके त पक्कै बुझ्थे होला नि। बुझ्थे होला होइन, अवश्य बुझ्नेछन्। आउनुहोस् खुल्ला हृदयले बहस गरौँ। देश बिग्रिन नदिनु तपाईँ हाम्रो पनि दायित्व हो।